हेलो साथीहरु, सन्चै हुनुहुन्छ। यस भिडियोमा हामीले टिचिङ लाइसेन्स निमावि त्यसैगरी आयोगको लागि प्रावि निमावि मावि सबैको एक्जाममा आइरहने केही महत्त्वपूर्ण प्रश्न उत्तरहरूको बारेमा चर्चा गर्नेछौँ। यी प्रश्न एकदमै महत्त्वपूर्ण भएकोले भिडियो चाहिँ अन्तसम्म हेर्नु है। ल हजुरको धेरै समय नलिई भिडियोलाई सुरु गरौँ। पहिलो प्रश्न, नेपाल सरकारले कस्तो क्षेत्रमा घुम्ती विद्यालय सञ्चालन गर्न सक्नेछ? यसको चाहिँ सही उत्तर हो विकट हिमाली क्षेत्रमा। त्यसैगरी दोस्रो प्रश्न, बेजिङ 10 नारी सम्मेलन कहिले भएको हो? यसको चाहिँ सही उत्तर हो सन् 2005 मा है साथीहरु। ल तेस्रो प्रश्न, शिक्षकको बढुवाको नामावली प्रकाशन भएपछि कति दिनसम्म बढुवा सिफारिस पाउने उम्मेदवारलाई बढुवा नियुक्ति नदिई प्रतीक्षा सूचीमा राख्ने व्यवस्था रहेको छ? यसको चाहिँ सही उत्तर हो 35 दिनमा वेटिङ लिस्टमा राख्ने व्यवस्था रहेको छ है। चौथो प्रश्न, राज्यका नीतिहरू पहिलो नीति कुन हो? यसको चाहिँ सही उत्तर हो अप्सन क राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति है। त्यसैगरी पाँचौं प्रश्न, राष्ट्रिय शिक्षा पद्धति योजना 2028 अनुसार प्रौढ शिक्षा कुन हो? यसको चाहिँ सही उत्तर हो अप्सन डी क र ख दुवै हुन् है। कार्यमूलक प्रौढ शिक्षा, सामूहिक शिक्षा दुवै मिलेको छन् है। साक्षरता फैलाउन मिलेको छैन। त्यसैगरी छैटौं प्रश्न, शिक्षा ऐन 2028 अनुसार आधारभूत शिक्षा कति वर्षको रहेको छ? यसको चाहिँ सही उत्तर हो 9 वर्षको है साथीहरु। नर्सरीदेखि अर्थात् प्रारम्भिकदेखि 8 सम्म। त्यसैगरी सातौं प्रश्न, अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 अनुसार निजी विद्यालयहरूले 800 भन्दा बढी विद्यार्थी भएमा प्रतिशत विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्नुपर्छ? यसको चाहिँ सही उत्तर हो 17% है। आठौं प्रश्न, विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने कार्य कसको हो? यसको चाहिँ सही उत्तर हो गाउँ तथा नगरपालिकाको है। एउटा हजुरहरूको लागि विशेष जानकारी रहेको छ है। विशेष गरी निमावि लाइसेन्सको तयारी गर्ने साथीहरूको लागि एउटा खुसीको खबर रहेको छ है। हाम्रो क्लास 2080-81 जस्तै 2082 को लागि पनि स्टार्ट भइसकेको छ है। धेरैजना लाइसेन्सको तयारी गर्ने साथीहरू भर्ना गराई अध्ययन गरिराख्नु भएको छ भने यदि हजुर मध्ये कोही छुट्नु भएको छ भने तुरन्तै यहाँ दिएको व्हाट्सएप नम्बरमा थप जानकारी लिई भर्ना गराउन सक्नुहुन्छ। भर्ना फी भनेको 2000 मात्र हो है। 2000 भनेको महिनाको होइन। एक्जामसम्म 2000 मा हजुरले पढ्न पाउनुहुन्छ र पाउने सुविधा के त प्रत्येक हप्ता निशुल्क एक्जाम हुन्छ, फ्री पीडीएफ नोट्स, फ्री रेकर्डेड भिडियो हजुरले पाउनुहुन्छ है साथीहरु। एक्जामसम्म हजुरले मजाले पढ्न पाउनुहुन्छ। एउटै फीमा 2000 मात्र हो। सो आजै भर्ना गराई एक्जामसम्म पढ्नुस्। तर फेलियर विद्यार्थीको के समस्या छ भने उहाँहरू भन्नुहुन्छ सर फर्म कहिले खुल्छ? फर्म भोलि नै खुल्यो भने के पास भइहाल्नुहुन्छ? सम्भव नै छैन। यदि सम्भव हुन्थ्यो भने 2080-81 मा हेर्नुभयो कि नै 9000 मात्र पास, फेल भनेको 1,20,000। सो 1,20,000 मा नपढ्नुस्, 9,8,000 मा पढ्नु छ भने आजैदेखि पढाइ स्टार्ट गर्नुस् है। एक्जामसम्म पढ्नुस्, फिक्स हो नाम आइहाल्छ र हाम्रोमा जोइन गर्दा फिक्स नै हो पास भइहाल्नुहुन्छ है। त्यो कुरामा ढुक्क बस्नु होला। हाम्रो क्लास 2 सालदेखि नै चलिरहेको छ है। त्यसमा चाहिँ 90% भन्दा बढी नै पास हुनुहुन्छ। तपाईहरु जोइन भएपछि 4 जना फरक शिक्षकद्वारा पढ्न पाउनुहुन्छ है। आईसीटी को लागि फरक, इंग्लिश को लागि फरक, शिक्षाको लागि फरक, आईक्यू को लागि फरक गरी 4 वटा शिक्षकद्वारा हजुरले पढ्न पाउनुहुन्छ। तल दिएको व्हाट्सएप नम्बरमा सम्पर्क गरी भर्ना गराउन सक्नुहुन्छ है साथीहरु। ल अब जाउँ आफ्नो विषयवस्तुतर्फ। विद्यालयमा अध्ययन नगरेका वा अध्ययन गरी बीचैमा छाडेका बालबालिकाको लागि विद्यालयको पाठ्यक्रमको आधारमा तयार गरिएको पाठ्य सामग्री प्रयोग गर्ने दिने शिक्षा कुन हो? यसको चाहिँ सही उत्तर हो वैकल्पिक शिक्षा कार्यक्रम है साथीहरु। ल 10औं प्रश्न, विभिन्न कलमहरूको नाम भन्नु तथा विभिन्न रङहरूको पहिचान गर्न सक्नुलाई कुन सिकाइ अन्तर्गत राख्न सकिन्छ? यसको चाहिँ सही उत्तर हो बहुविभेदीकरण सिकाइ। 9 को उत्तर हो वैकल्पिक शैक्षिक कार्यक्रम। 10 को उत्तर हो अप्सन बी है बहुविभेदीकरण सिकाइ। त्यसैगरी 11औं प्रश्न, शिक्षक सक्षमताको प्रारूप 2072 अनुसार सूचना प्रविधिका साधन मार्फत सिकारुहरूको सोच सिकाइ प्रवर्धन गर्न आपसी सञ्चार तथा सहकार्यलाई प्रभावकारी बनाउने विषय कुन सक्षमतासँग सम्बन्धित छ त? यसको चाहिँ सही उत्तर हो सूचना तथा सञ्चार प्रविधि। प्रश्नमै दिएको छ है सञ्चार, सो सही उत्तर हुन्छ सञ्चार तथा सूचना प्रविधि। त्यसैगरी 12औं प्रश्न, अध्यापन अनुमति पत्रको ढाँचा कुन अनुसूचीमा व्यवस्था गरिएको छ? यसको चाहिँ सही उत्तर हो अनुसूची 2। 13औं प्रश्न, समुदायको विशेषता तलको मध्ये कुन हो? यसको चाहिँ सही उत्तर हो माथिको सबै। 14औं प्रश्न, आफ्नै अन्यको संस्कृति, चालचलन, मूल्य एवं विश्वासबारे समानता एवं भिन्नता बुझ्ने, सम्मान एवं प्रशंसा गर्ने योग्यता कुन साक्षरता अन्तर्गत पर्छ त? अप्सन ठिक छ है बहुसांस्कृतिक साक्षरता। 15औं प्रश्न, सबैभन्दा छोटो वा एक पलका लागि स्मरण हुने स्मृतिको प्रकार कुन हो? छोटो समयको लागि भनेको चेतन हुन्छ है। के त छोटो समयको लागि चेतन हुन्छ। ल 16औं प्रश्न,
विद्यालय व्यवस्थापन समितिको गठन गर्नुको प्रयोजन कुन हो? उद्देश्य कुन हो त? विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न। यो काम कसले गर्छ त? विद्यालय व्यवस्थापन समितिले गर्छ है, प्रधानाध्यापकले गर्दैन। 17औं प्रश्न, क्रियाकलापहरू प्रारम्भ गर्ने, कायम गर्ने र नियमित गर्ने प्रक्रिया नै अभिप्रेरणा हो। यो भनाइ कसको हो त? सही उत्तर सी.बी. गुड। त्यसैले 18औं प्रश्न, मनोविज्ञानले परिस्थिति अनुसार मानिसले देखाउने सही प्रक्रियाको अध्ययन गर्दछ। यो कसको भनाइ हो त? बी.एफ. स्किनरको है। 19औं प्रश्न, विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा सिकाइ सहजीकरणको मुख्य जिम्मेवारी कसको हुन्छ? सही उत्तर शिक्षकको हुन्छ है। ल 20औं प्रश्न, शास्त्रीय सम्बन्ध सिकाइ सिद्धान्तमा कुकुरलाई घन्टीसँगै खाना दिने कार्य बन्द गरेमा र्याल निकाल्ने मात्रामा कमी हुँदै जान्छ र अन्त्यमा र्याल निकाल्न छोड्छ। यो अवस्थालाई के भनिन्छ त? सही उत्तर बिलो भनिन्छ है साथीहरू। त्यसैले 21औं प्रश्न, शिक्षक तालिमको आवश्यकता किन पर्छ? यसको चाहिँ सही उत्तर हो माथिको सबै ठिक छन् है, एबिसी सबै पर्छन्। त्यसैले 22औं प्रश्न, तलको मध्ये कुन नेतृत्वमा जिम्मेवारी निर्धारण गर्दा आफ्ना समर्थकहरूसँग छलफल गरिन्छ? यसको चाहिँ सही उत्तर हो प्रजातान्त्रिक नेतृत्व। त्यसैगरी 23औं प्रश्न, पाठ्यक्रम तथा पाठ्य सामग्री विकास निर्देशिका 2073 अनुसार पाठ्यक्रम विकासका चरणहरू के हुन्? आवश्यकताको पहिचान ठिक छ, पाठ्यक्रमको स्वीकृति र कार्यान्वयन ठिक छ, नीतिगत निर्णय ठिक छ, पाठ्यक्रम मूल्याङ्कन र सुधार ठिक छ। यही सही उत्तर हो सबै। ल 24औं प्रश्न, शैक्षिक उद्देश्यका नयाँ वर्गीकरण कुन नामले पनि चिनिन्छ त? सही उत्तर द्विआयामिक। ल 25औं प्रश्न, एक पाठ्यक्रममा आधारित भई लेखन तथा प्रकाशन गरिएका विभिन्न पाठ्यपुस्तकलाई के भनिन्छ? यसको चाहिँ सही उत्तर हो बहुपाठ्य पुस्तक। विभिन्न भनेकोले बहु हुन्छ है। ल अब जङ्गरको प्रश्नतर्फ, यहाँसम्म यदि केही समस्या छ भने कमेन्ट गर्न सक्नुहुन्छ है साथीहरू, त्यसलाई मैले मजाले बुझाउन सक्छु। 26औं प्रश्न, बाल मैत्री विद्यालय राष्ट्रिय प्रारूप 2067 अनुसार न्यूनतम रूपमा विद्यालयको पर्खाल वा घेराबार कति हुनुपर्छ? यसको चाहिँ सही उत्तर हो 6 फिट। 27औं प्रश्न, स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनको औचित्य पुष्टि गर्ने कथन कुन हो त? सबै हुन् है साथीहरू, एबिसी सबै हुन्। ल 28औं प्रश्न, कुनै पनि कार्यालयबाट प्रेषण गरिएका विलेख, सूचना, चिठीपत्र तथा निवेदनहरू औपचारिक रूपमा राख्दा के को प्रयोग गरिन्छ? यसको चाहिँ सही उत्तर हो चलानी किताब। ल एकचोटि अझै भन्न चाहे है साथीहरू, निमावि टिचिङ लाइसेन्सको क्लास चलिरहेको छ। अध्ययन गर्ने चाहनेले दिएको व्हाट्सएप नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ है। त्यो व्हाट्सएप नम्बरमा मेसेज गर्दा तपाईँको कुराकानी हुन्छ अनि त्यहाँबाट जोइन हुने नहुने कुरा प्रश्न हुन्छ है साथीहरू। जोइन भएपछि तपाईँ 4 जना विज्ञद्वारा पढ्न पाउनुहुन्छ। म पढाउँदिनँ, 4 जना विज्ञ सरले पढाउनुहुन्छ है। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार प्रारम्भिक बाल विकास र शिक्षा अन्तर्गत विषयगत सिप सिकाइका लागि वार्षिक समय कति हो त? सही उत्तर 192 घण्टा। 31औं प्रश्न, कार्यालय व्यवस्थापन अन्तर्गत एउटा कार्यालयले अर्को छुट्टै कार्यालयलाई सूचना सम्प्रेषण गर्ने कार्य कुन सञ्चार कुन अन्तर्गत राख्न सकिन्छ त? सही उत्तर छड्के सञ्चार। ल 32औं प्रश्न, नागरिक वडापत्रमा कुन विषयको समावेश गरिएको हुन्छ? कार्य सम्पन्न प्रक्रिया, लाग्ने समय र दस्तुर, सम्पर्क शाखा र आवश्यक कागजात सबै ठिक छन् है। ल 33औं प्रश्न, परीक्षणको साधनमा विषयगत वैधता कसले सुनिश्चित गर्छ? विषयगत वैधता भनेको विषय विशेषज्ञले है साथीहरू। 34औं प्रश्न, मूल्याङ्कनका क्षेत्रमा लेटर ग्रेडिङ प्रणालीको सर्वप्रथम प्रयोग कसले गरेका थिए? यसको चाहिँ सही उत्तर मार्क एम ड्रम। कसले त? मार्क ए ड्रम है। 35औं प्रश्न, लेटर ग्रेडिङ निर्देशिका 2078 को पहिलो संशोधन कहिले भयो? यसको चाहिँ सही उत्तर 2078 11 महिना 18 गते। 36औं प्रश्न, कार्यमूलक अनुसन्धानको विशेषता कुन हो? विशिष्ट तथा व्यवहारिक समस्याको समाधान गर्ने, क्षेत्र सीमित र विशिष्ट प्रकृतिको हुने, अनुसन्धान स्थानीय कार्यक्षेत्रमा केन्द्रित हुने सबै ठिक छन् है। ल 37औं प्रश्न, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 माध्यमिक शिक्षा कति प्रकारको छन् त? 3 प्रकारको, व्यावसायिक, प्राविधिक र साधारण है। ल 38औं प्रश्न, कार्यमूलक अनुसन्धानको प्रमुख अङ्ग कुन हो? यसको चाहिँ सही उत्तर हो समस्याको पहिचान। शिक्षणीय विषयवस्तु वा समस्याको विद्यार्थीहरूलाई खोज अनुसन्धान गर्न लगाउन, कारण पत्ता लगाउने र समाधानका उपायहरू खोजी गरी सिकिने विधिलाई कुन विधि भनिन्छ त? सही उत्तर खोज विधि। प्रश्नमै खोज दिएको छ है, खोज अनुसन्धान गर्नलाई, सो सही उत्तर हो खोज विधि। 40औं प्रश्न, कम्प्युटरमा इनपुट भएको डाटा पढ्ने, प्रोसेसिङ गर्ने, स्टोरेज गर्ने सफ्टवेयरलाई के भनिन्छ? सही उत्तर सिस्टम सफ्टवेयर। 41औं प्रश्न, विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका 2069 अनुसार शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग व्यवस्थापन समितिको बैठक कति समयमा बस्ने व्यवस्था छ त?
कम्तीमा 2 महिनाको एकपटक। कहिले त 2 महिनामा एकपटक है। 42वां प्रश्न विद्यार्थीको सिकाइ उपलब्धि स्तर परीक्षण तथा शैक्षिक निकायको कार्य सम्पादन परीक्षण लागि अलगै निकाय परिकल्पना ले गरेको हो। कसले गरेको त हजुरले कमेन्ट गर्नु है। यो हजुरहरूको लागि क्लासवर छोडिदिएँ। विद्यार्थीहरूले प्रश्नले मागे अनुसार भन्दा पनि आफूले जाने अनुसार लेख्ने सम्भावना कस्ता प्रश्नहरूमा हुने गर्छ? यसको सही उत्तर हो विषयगत प्रश्न। 44वां प्रश्न एक शैक्षिक सत्रभित्र विद्यार्थीहरूले प्राप्त गरेको ज्ञान, सिप तथा धारणाका आधारमा उत्तीर्ण वा अनुत्तीर्ण छुट्याउनु वा श्रेणी निर्धारण गर्नु कस्तो मूल्याङ्कन हो? श्रेणी निर्धारण गर्नु भनेको निर्णयात्मक हुन्छ है। ल 45वां प्रश्न विद्यालय शिक्षामा असराङ्कन पद्धति कार्यान्वयन कार्यविधि 2072 अनुसार कतिवटा ग्रेड निर्धारण गरिएको थियो त? 9वटा है। 46वां प्रश्न कार्यमूलक अनुसन्धानको सिकाइ सहजीकरणमा किन प्रयोग गरिन्छ? यसको चाहिँ सही उत्तर हो सबै ठिक छन् है। शैक्षिक नवप्रवर्तनको उपयोग गर्न, शिक्षणीय कला र सिपमा सुधार गर्न, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न। पल्पको पेपर भए जस्तै हामको के हुन्छ? सही उत्तर रोप हुन्छ है साथीहरू। 48वां प्रश्न 15औं आवधिक योजना अनुसार सूचना तथा सञ्चार क्षेत्रको उद्देश्य कुन होइन? बी होइन। ए सूचना प्रविधिमा सबै नागरिकको पहुँच गरी नागरिकको जीवनस्तर गुणात्मक परिवर्तन ल्याउने यो चाहिँ होइन है। 49वां प्रश्न इन्सर्ट द मिसिङ नम्बर छुटेको ठाउँमा कुन अङ्क आउँछ? पहिला सम्बन्ध निकाल्नु होला त्यसपछि गर्नु होला है। सही उत्तर हो 8। टिचिङ लाइसेन्स मिसन 2082 निम्न माध्यमिक तहको क्लास चलिरहेको छ है। अनलाइन क्लास चलिरहेको छ। धेरै साथीहरू भर्ना गराई अध्ययन गरिराख्नु भएको छ भने तपाईमध्ये पनि कोही इच्छुक हुनुहुन्छ भने तुरन्तै यहाँ दिएको व्हाट्सएप नम्बरमा सम्पर्क गरी भर्ना गराउन सक्नुहुन्छ है। भर्ना गराई अहिलेदेखि नै एक्जामसम्म पढ्नुहोस् है। फी भनेको 2000 मात्र हो। एकचोटि 2000 तिरेपछि एक्जामसम्म पढ्न पाउनुहुन्छ। फेरि 20मा 1 रुपियाँ पनि हजुरलाई तिर्नु पर्दैन है। न ट्युसनको, न एक्जामको, न पिडिएफको, न भिडियोको। 2000 मात्र हो है।